गाइज, वेलकम टु माई भ्लग। आज म गाउँ जाँदैछु गाइज। गाउँतिर यसो घुमघाम गर्नुको लागि जाँदैछु। गाउँ नि कुन गाउँ भन्दा मिर्सा गाउँ। मिर्सा गाउँमा हाम्रो बाटो बन्दैछ, हाम्रो गाउँ जाने बाटो, पिच बाटो। त्यसको ढलान छ, त्यो कस्तो बनाएको छ भने यसो हेर्नु मन लाग्यो। त्यही भएर गाउँ जाँदैछु गाइज। गाउँतिर बिहानमा हिँड्दैछु। बिहानको भ्यू यस्तो राम्रो देखिन्छ गाइज। म अहिले जाँदैछु है गाइज गाउँ। बाटोहरू कस्तो बनाएको छ, के गरेछ भनेर जाडो छ। जाडो सुरु भइसक्यो गाइज। यस्तै हो, गाउँतिर जानको लागि म बाटोमा जाँदैछु। आज गाउँको सिन लम्सालदेखि देखेको सिन है गाइज। यो लम्सालदेखि यस्तो देखिन्छ। अब म मिर्सा गाउँसम्मको यात्रा है गाइज। मिर्सा गाउँभित्र छिर्दैछु गाइज। मिर्सा गाउँ आइपुग्यो। यो गुरुङ बस्तीहरू सबै गुरुङहरू छ। धेरै गुरुङहरूको बाहुल्यता भएको गाउँ है। बाटो नि मिर्सा गाउँको सही छ कि बाटो। गाउँभित्रै हराइन्छ गाइज यदि फर्स्ट आउने गाइज। मिर्सा गाउँको बाटोहरू हो, पुरा गुरुङ बस्ती है। गाउँभित्र हराइने सम्भावना छ। यस्तो बाटो हो कि फेरि यहाँ यो गाउँमा भित्रभित्र कता फर्स्ट टाइम आउनेहरू त हराउँछ गाइज। सब ढुङ्गे घरहरू छ। यस्तो राम्रो टिपिकल्ली नेचुरल भिलेज भन्दा नि हुन्छ मेरो गाइज। गोठोला यो बाटो गाइज यस्तो छ। यता नि गयो भने त्यहीँ पुगिन्छ, उता गयो भने त्यहीँ पुगिन्छ। यस्तो बाटो छ कि फर्स्ट टाइम आउने मान्छे, जो कोही नयाँ मान्छेहरू त हराउँछ भन्दा नि। नचिनेको मान्छेहरू त यो बाटो मिर्सा गाउँभित्र पर्छ नि हराइन्छ। म फर्स्ट अब बहिनीहरूको घर जाँदैछु है, हाम्रो कान्छी बहिनीको घर। मिर्सा गाउँको बाटो हो, यस्तो बाटो छ है, दोकान भएको। अब त्यसपछि म यहाँ माथि ढलानमा जाँदैछु। ढलानतिर जाँदैछु गाइज। ढलान गुरुङ बस्ती गाइज। गुरुङ बस्ती सब नेचुरल भिलेज, सबै ढुङ्गे घरहरू छ गाइज। ढुङ्गे घरहरू राम्रो छ। प्रायः सबै गुरुङहरूको बाहुल्यता भएको हो। सबै गुरुङ भएको हाम्रो गाउँ जाने बाटो हो। मेरो ढलान त्यो गाउँ चाहिँ हाम्रो गाउँ जाने बाटो यस्तो राम्रो हुँदैछ। अब पछि केही समयपछि रुम्जाइन जाँदाखेरि आनन्द जानुपर्ने अहिले एकदम यस्तो गोरा उता गएको विचारहरू गाउँको काम गर्ने गइसक्छ गाइज। हाम्रो गाउँ केटाहरू रानी खाना खाएपछि पछि रुम्जाइन आउँदा आनन्दसँग रुम्जाइन जान सकिन्छ। अब कोसेली, पोखरा जाने कोसेलीहरू आर्गानिक तरकारी। हाम्रो किसानको बजे बहिनीको सासुले तरकारी, ससुरा त फेरि तरकारी बनाउने त सबै यहीँबाट
लगिन्छ प्रायः जस्तो साग टमाटर काउली बन्दा सेतोहरू त कति हो कति त्यति भारी हुन्छ होला पर्न होला सेतो त सेतो काउली हो नि त्यो बोट काउली त्यो बोट काउली त काँचै खाइनुहुन्छ क्या ए कुकुर कुकुर डेन्जर भेरीकोट कुकुर नि भेरीकोटको सामान टन्न हुने भयो थोरै लग्छु भन्दा नि आमाले धेरै टिपिदिनु भयो गाइस यी कोसेली टमाटर र काउली बन्दाहरू यस्तरी लाग्नुपर्छ कोसेली नि रेडी भयो त्यो फेरि प्याज नि अब प्याज नि लाग्ने प्याज यस्तै सामानहरू अब रेडी हुँदैछ रेडी भइसक्नु लगा
रुममा भएको मान्छे यति हो नि यति हो आधीको आधी हो नि यो त रुममा भएको त आधीको आधी हो चिसो खान्छौ कि चिया के अरे चिया खानु 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 मासु चिउरा नि नखाने होइन अब तपाईँहरूलाई पो उनीले मलाई मेरो होइन म त टाढा पर्छु नि अरूले ल्याएको खै खै के ल्याएको हो तिमीहरूले चिया त ल्याउनु पर्यो म त भात लिएको खाएँ चम्च पुग्न होला अरूलाई अर्को यो ल म हातले खान्छु तेरो हात मैला छ कि झन् पाहुना मान्छे अनि